र यो पानीपुरी भइहाल्यो किमा भइहाल्यो डिउ है त भिउअरहरुलाई नमस्कार हेलो एन्ड नमस्ते एभ्रिवान तपाईहरुलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ र आजको दिन चाहिँ फेरि पनि मुकबाङ भन्छ खाने ब्लग रहेको छ अभी मजा आएगा ना भिडियो अनि त्यसको तयारी हामी गर्दै छौं म र मन्दिरा भएर दुईजना भएर मुकबाङ भ्लग गर्दै छौं हेर्दिनु होला त्यसको तयारी हामी गर्दै छौं यहाँ रहेको छ पानीपुरी रेडी भइसकेको छ यसमा एड हुँदैछ कोरियन नुडल्स अर्थात पिरो चाउचाउ म त्यो चाहिँ पकाउँदै छु यहाँ तपाईले हेर्न सक्नुहुन्छ पकाउँदै छु बुलडोग्स कोरियन नुडल्स हेर्न सक्नुहुन्छ मुकबाङको लागि कोरियन नुडल्स रेडी भएको छ है त गाइस हाम्रो खानेकुरा चाहिँ के भएको छ रेडी भइसकेको छ के हो यो पानीपुरीको र यो पानीपुरी भइहाल्यो किमा भइहाल्यो यता कोरियन नुडल्स अनि उहाँ रहेको छ देखाउँ न पानी र चिसो जसले धेरै खान्छ तपाईहरुले काउन्ट गर्नु होला हैन हामीले त कसरी काउन्ट गर्नु हैन त मन्दिरे हो मन्दिरे हो ल अब हामी खाना रेडी गर्दैछौँ हेर्दै गर्नु होला तपाईहरु नमस्कार नमस्कार भन भिउअरहरुलाई नमस्कार बहिनी नमस्कार म आउँछु मंगलबार बहिनी नमस्कार स्टार्ट केबाट गर्नु पानीपुरीबाट कोरियन सस पानीपुरीबाट हो लिनु न लिनु किन हेर्नु लिनु नलिनु अरे त अनि के त अनि हेरिबसेको लगाइदिनु न आफै लाएर खाने यो चलाइदिनु न लगाऊ लु पहिलो घाँस तपाईहरुलाई टङ गाई मिठो भा चुरेनी करास्दै गर्नुभयो त मलाई के हो अजिना धेरै भयो कि दुईटा भयो खायो नलागेको अहिले भेट भनेर तिनटा कसलाई भनेको कुन चाउ चाउ पिरो रस पिरो रस लिन सक्नुहुन्छ गाइस अम्मा खाऊ त्यो बाउले पालो सबै खायो जान्दैन पिरो पिरो अनि कत्रो हालेको त पिरो तपाईँहरूले खानु त छ न्युटेन मात्रै हो भोकल गर्नु परेन खानुमा पिरो चाउचाउ त हुँदो रहेछ त पिरो नखानु मान्छेले अनि गाइस पिरो सब्जी चाहिँ नखानु के भन्छ पानीपुरी नखानु न्यु पनि आम्मामामा हेर कति खाएको हो भन्दा भन्न त्यहाँबाट अगाडि छरेपछि चाहिँ बोली आउँछ हुन्छ अर्को बेला चाहिँ कस्तो हुन्छ गाइस मुख त झुलो बनाउनु न नि पानीपुरीको प्यारी समझ गई समझ रहे हो आप समझ रहे हो यति मेरो पाउस छन् यता पनि मेस चिसोले लाग्छ फाइनली अब यो चिसो गाइस यो सबै म खान्छु छिटो Oh my god. गाइस छैन खाएको
मैले चाहिँ पिरो भएर चक्लेट किनेर गएको एक दिन खान्छु अनि मात्रै फेरि चक्लेट खान्छु एक दिन हानु एकचोटि एकचोटि क्रिम अब जिब्रो हार्न जिब्रो चिप्लिन्छ भन्छन् बुढापाकाले धन्न चिप्रो मात्रै चिप्लिन्छ रहेछ अरू समझ जाते हैं प्यारी समझ गई म नेपाली आउँछ पहिले साथी थियो नेपाली बोल्न अहिले मलाई आले आले नेपाली भाषा आउँछ कुमार सरी गाइज ल के भयो त्यस्तो ले दे पेट हाल्नु मन ए पेट हाल्नु मन ले न काँचो खानु न त ए पालेको चाहिँ खानुहुन्छ छोड्नु म खान्छु छोड्नु ए चम्ची हात दुखो चम्चा त जति पनि खाँदो रहेछ त फेरि चम्चा त जति पनि खाँदो रहेछ त होइन हजुर रातो छ गाइस म चाहिँ आउन सक्दिनँ फाइनली गाइस हामीले चाहिँ आजको मुकबाङ खाएर के गर्यौँ सिद्धायौँ है त सिद्धायौँ है त अहिले हामीले चाहिँ खाइसकेको छौँ मुकबाङ गरिसकेको छौँ आजको भ्लग चाहिँ हाम्रो यति नै अब यसले चाहिँ हामी भाडा मात्दैछौँ त्यो अब यसले चाहिँ हामी भाडा मात्दैछौँ त्यो चाहिँ हामी देखाउँदैनौँ हुन्छ अहिलेसम्म आजसम्म जति पनि हेरेर हामीलाई साथ सपोर्ट गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद बाई बाई व्हाट्सएप गाइज भन्नु व्हाट्सएप भन्छ